भालेन्सा चुनाव ह्याक गरेर टुप्लुक्क प्रधानमन्त्री बन्न आउनु भयो र एकैछिन यो भिडियो हेर्नुहोस् त। जनताले भोट हालेर चुनेको हो प्रधानमन्त्री। अनि के जनताले जस्तो समानुपातिक आयो र के समानुपातिकमा आयो के मलाई टुप्लुक्कै त्यस्तै म इन्जिनियर थिएँ अर्को पार्टीमा थिएँ टुप्लुक्क ल्याएर मलाई सांसद पद दिएको हो र तपाईँ जस्तो टुप्लुक्कमा अर्को पार्टीमा थिएँ त्यहाँ आफ्नो स्वार्थ लिए आफ्नो मौकाको फाइदा उठाए अनि अब के भन्छन् जनमत पार्टीको अब कुनै सम्भावना देखिन अनि टुप्लुक्क अर्को पार्टीमा गइदिए। यही हो तपाईँको धारणा। म समानुपातिक सांसद हो, तपाईँ जितेर आउनुभयो भने तपाईँको महत्त्व, म समानुपातिक हो भने मेरो कुनै भ्यालु नै छैन। नेपाली जनताले चुनेर भोट हालेर समानुपातिक भोट हालेर आएको मान्छे हो, बुझ्नुभयो? भएभरको पैसा लगाएर समानुपातिक लिस्टमा नाम राखेर सांसद बनेका नमुनाहरू अरूलाई त्यत्तिकै प्रधानमन्त्री बन्नु भयो अरे हामी चाहिँ एकदम भोट दिएर जनताले चुनेर हामी चाहिँ सांसद बनेका हौँ रे। होइन, अलिकति दिमाग छ कि त्यत्तिकै बोलिदिने हो, जे पाए पनि बोलिदिने हो। तपाईँ चाहिँ कसरी जनताले भोट दिएर बन्नुभयो कि? कतिपय मान्छेहरूलाई त समानुपातिक भन्ने के हो भने पनि थाहा नहोला क्या भोट हाल्ने मान्छेलाई। अब त्यो थाहा भए पनि फेरि त्यहाँ मान्छेहरूको के हो कहाँ हो नाम कसको छ भनेर हेर्दैनन् कि फेरि मान्छेले फेरि त्यही पनि। अब यस्तो मान्छेले जनताले चुनेर पठाएको हो रे। अब के भन्ने कि अब यस्ता मान्छेको फेरि इन्टरभ्यू लिने, सांसद बन्नु त ल बन्नुभयो जे हो थियो, इन्टरभ्यू लिने मान्छे कस्ता हुने के हो? के जरुरत छ यस्ता मान्छेहरूको इन्टरभ्यू लिन? जे पनि जो पनि अलिकति भाइरल हुन्छ, अलिकति के हुन्छ त्यसलाई उठाएर त्यसको इन्टरभ्यू लिइदिने, टिआरपीको लागि जे पनि के।